जाडो निकै बढेको छ। अरे सुन त, हजुर। झ्यालडोका अलि राम्ररी बन्द गरिदिनु है। ल, अहिले गर्दैछु। ठिक छ। अनि छोरी। हजुर बुवा। तिमी यता आउँदा नि, त्यहाँ कोठामा राखिएको अङ्गेठी यस कोठामा लिएर आऊ है। हुन्छ बुवा। सुन्नुहोस् त, निकै रात परिसक्यो अनि निन्द्रा पनि त लाग्दैछ। ल ल, सबै सुतौँ अब। ठिक छ। पर्खनुहोस् आमा, मैले आज खबर कागजमा पढेकी थिएँ कि अङ्गेठी कोठामा राखेर सुत्नाले एउटा परिवारका सबै सदस्यहरूको ज्यान गयो। के हो? त्यो कसरी छोरी? आमा, अङ्गेठी जलिरहेको अवस्थामा अक्सिजन पनि जलेर सकिँदै जान्छ अनि बिस्तारै बिस्तारै चारैतिर धुवाँ भरिन्छ, जसबाट सास फेर्न गाह्रो हुन्छ अनि अन्त्यमा अक्सिजनको कमीले मान्छेको मृत्यु हुन्छ। यो त धेरै खतरनाक रहेछ छोरी। ठिक छ, अब हामी पनि यो कुराको ध्यान राख्नेछौँ कि कुनै पनि बलिरहेको वस्तु बन्द कोठामा राखेर सुत्नुहुन्न। हजुर। शाबास छोरी, शाबास। तिमीले आज हामी सबैलाई बचायौ। बुवा, हामीलाई गर्व छ तिमीमाथि। छोरी, कसैले ठिकै भनेको हो, छोरीहरू घरका शान हुन्छन्। कसो? बन्द कोठामा अङ्गेठी जलाएर सुत्नाले सास फेर्न गाह्रो हुन्छ र मान्छेहरूले आफ्नो ज्यान गुमाउँछन्। याद राख्नुहोस्, बन्द कोठामा अङ्गेठी वा कुनै पनि प्रकारको ज्वलनशील पदार्थ जलाएर कहिल्यै नसुत्नुहोस्। यो मृत्युलाई निम्तो दिनु सरह हो।